नमस्ते। आजको भिडियोमा हाइड्रो पावर सेक्टरको एउटा नयाँ कम्पनी अपी पावर कम्पनीको लगानी रहेको नयाँ कम्पनी छ सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड। यो कम्पनीले चाहिँ आइपिओ निष्कासनको लागि अनुमति पाइसकेको छ हैन। नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा हैन यो कम्पनीको आयोजना चाहिँ निर्माण भइरहेछ। अब यो कम्पनीको चाहिँ अहिले चाहिँ 11 मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेछ यो कम्पनीले हैन। अब यो कम्पनीको चाहिँ सुरुको प्रारम्भिक चरणमा चाहिँ 3 मेगावाटको विद्युत उत्पादन गर्ने भने पहिचान गरिए पनि पछि चाहिँ यसको सम्भाव्यता अध्ययन पछाडि चाहिँ यो कम्पनीको क्षमता बढाएर 11 मेगावाटको विद्युत उत्पादनको लागि कम्पनीले चाहिँ आफ्नो आयोजना निर्माण गरिरहेको छ हैन। यो कम्पनीले चाहिँ आइपिओ निष्कासनको लागि अनुमति पाइसकेको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चाहिँ फर लोकल एन्ड जनरल पब्लिकको लागि यो कम्पनीले चाहिँ आइपिओ निष्कासन गर्दैछ हैन। पहिलो चरणमा यो कम्पनीले चाहिँ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि वैदेशिक रोजगार रहेका नेपालीको लागि सामग्री लगानी कोष र कम्पनी कर रोजगारलाई छुट्याउने छ भने दोस्रो चरणमा अर्थात् जेनरल पब्लिकको लागि कम्पनीले दोस्रो चरणमा यो पहिलो चरणमा आइपिओ बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा जेनरल पब्लिकको लागि चाहिँ आइपिओ निष्कासन गर्नेछ हैन। अब यो कम्पनीको चुक्ता पुँजी भनेको 68 करोड 96 लाख 74,400 रुपियाँ कम्पनीको चाहिँ चुक्ता पुँजी रहेछ है। अब चुक्ता पुँजीको यो कम्पनीले 20% चाहिँ आइपिओ निष्कासन गर्छ जो कि 13 करोड 79 लाख 35,000 मूल्य बराबरको प्रति किता 100 रुपियाँ अंकित मूल्यका दरले यो कम्पनीले चाहिँ 13,79,350 किता आइपिओ निष्कासनको लागि धितोपत्र बोर्ड 2082 8 महिना 25 गते भने हिजोको दिनमा कम्पनीले चाहिँ अनुमति पाइसकेको छ हैन। अब केही दिनपछि यो कम्पनीले चाहिँ पहिलो चरणको आइपिओ निष्कासन गर्ने मिति फिक्स गर्नेछ। अब यसको टोटल लिस्टेड शेयर भनेको चाहिँ 68,96,744 किता चाहिँ यसको टोटल लिस्टेड शेयर हुने भयो हैन, प्रमोटर र पब्लिकको लगाएर हैन। अब 20% त यसले चाहिँ जेनरल पब्लिकको लागि निष्कासन गर्ने भयो हैन। 13,79,350 किता चाहिँ आइपिओ ले निष्कासन गर्ने भयो भने 80% प्रमोटरको भन्नाले 55,17,394 किता भनेको चाहिँ यो प्रमोटरकै शेयर रहने भयो हैन। अब लिस्टेड हुने बेलामा चाहिँ यो 55,17,394 र 13,79,350 किता गरेर टोटल चाहिँ 68,96,744 किता नेप्सेमा लिस्टेड हुने हो हैन। यो कम्पनीले चाहिँ यसको चुक्ता पुँजी हुने 68 करोड 96,74,400 रुपियाँ चुक्ता पुँजी रह्यो हैन। टोटल लिस्टेड शेयर 68,96,744 किता टोटल लिस्टेड शेयर हुने भयो, जसमध्येमा प्रमोटरको भने 55,17,394 किता प्रमोटरको रहने भयो। पब्लिकको चाहिँ 13,79,350 किता चाहिँ आइपिओ निष्कासन गर्ने भयो। अब यो 13,79,350 किताबाटै यसले चाहिँ आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दाहरूलाई छुट्याउनु पर्ने हुन्छ। अब चुक्ता पुँजीको 1% अर्थात् टोटल लिस्टेड शेयरको 10% चाहिँ आयोजना प्रभावित क्षेत्र स्थानीयलाई छुट्याउनु पर्ने हुन्छ, जसमा चाहिँ 6,89,625 किता भनेको चाहिँ आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दाहरूलाई छुट्याउने छ। अब त्यसपछि 6,89,675 किता स्थानीय बासिन्दाहरूलाई छुट्याइसके पछाडि बाँकी रहेको भनेको 6,89,675 कितै बाँकी रहन्छ हैन। अब त्यो मध्येमा पनि यो कम्पनीले चाहिँ वैदेशिक रोजगार रहेका नेपालीको लागि छुट्याउनु पर्ने हुन्छ हैन। अब वैदेशिक रोजगार रहेका नेपालीको लागि चाहिँ 1,37,935 किता भनेको चाहिँ वैदेशिक रोजगार रहेका नेपालीको लागि छुट्याउनु पर्ने हुन्छ। अब वैदेशिक रोजगार रहेका नेपालीले कति किता अप्लाई गर्ने भन्ने सम्बन्धमा चाहिँ अब प्राप्त गर्ने भनेको जम्मा 13,793 जनाले चाहिँ यो कम्पनीको 10 किता आइपिओ प्राप्त गर्नेछन् भने बाँकी 5 जनाले यो कम्पनीको थप एक किता गरेर 11 किता कम्पनी आइपिओ प्राप्त गर्नेछन् भने तपाईले चाहिँ अब कममा चाहिँ 10 किता दिनु पर्यो, धेरैमा 20 कितासम्म दिनु पर्यो। 5 जना भित्र म पर्छु हैन, 5 जना भित्र म परू, मलाई चाहिँ 11 किता परोस् भन्ने चाहनुहुन्छ भने तपाईले 20 कितासम्म अप्लाई गर्नु होला हैन। नभए 10 किता दिए पनि हुन्छ है। अब धेरैमा चाहिँ 20 किता दिनु होला र कममा चाहिँ 10 किता मात्रै आवेदन दिनु होला हैन। अब यसले चाहिँ धेरै पनि निष्कासन गरेको छ। वैदेशिक रोजगार नेपालीको लागि 1,37,935 किता यसले निष्कासन गर्नेछ हैन। अब भने चाहिँ 13,793 जनाले 10 किता आइपिओ प्राप्त गर्नेछन् भने बाँकी 5 जना चाहिँ थप एक किता गरेर यो कम्पनीले चाहिँ 11 किता प्राप्त गर्नेछन्। अब त्यसपछि सामूहिक लगानी कोषलाई पनि छुट्याउनु पर्ने हुन्छ। अब सामूहिक लगानी कोषलाई 5% छुट्याइसके पछाडि 68,968 किता चाहिँ सामूहिक लगानी कोषमा जाने भयो हैन। अब त्यसपछि कम्पनी कर्मचारीलाई पनि छुट्याउनु पर्ने। कम्पनी कर्मचारी कसैले 2% छुट्याउनु, कसैले 3 पनि छुट्याउनु, कसैले 4 पनि छुट्याउँछन् हैन। यो कम्पनीको थोरै किता निष्कासन भइरहेको भएर 2 देखि 3% मात्रै छुट्याउला भन्ने हो हैन। अब योभन्दा कम बढी पनि छुट्याउन सक्छ। अब मेरो आफ्नो अनुमानको आधारमा मैले चाहिँ बनाएको हो यो हैन, ठ्याक्कै यही हो भन्ने चाहिँ होइन हैन। मैले अहिलेसम्म आइपिओ निष्कासन गरिरहेको आधारमा चाहिँ 2 देखि 3% सम्म छुट्याउने गरेको छ हैन। अब 2% छुट्यायो भने 27,587 किता र 3% छुट्यायो भने 41,381 कितासम्म छुट्याउन सक्छ हैन। 27,587 कितादेखि 41,381 कितासम्म चाहिँ
कम्पनी कर्मचारीलाई छुट्याउने छ हैन। अब यो सबै बाँडफाँड भइसकेपछि पहिलो चरणको आइपिओ आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दा वैदेशिक रोजगार लगायत नेपाली सामूहिक लगानी कोष कम्पनी कर्मचारीलाई छुट्याइसके पछाडि बाँडफाँड गरिसके पछाडि बाँकी रहेको जम्मै सेयर भनेको दोस्रो चरणमा चाहिँ हामी जस्तो जेनरल पब्लिकको लागि यसले निष्कासन गर्नेछ हैन। अब जेनरल पब्लिकको लागि पनि यसले चाहिँ 4,41,391 कितादेखि 4,55,185 कितासम्म चाहिँ यसले जेनरल पब्लिकको लागि निष्कासन गर्न सक्छ। किनकि यहाँ कम्पनी कर्मचारीलाई कति छुट्याउँछ ठ्याक्कै थाहा छैन नि त हैन। त्यही भएर चाहिँ 2 या 3% मैले बनाइदिएको छु हैन। 3% छुट्यायो भने 4,41,391 किता छुट्याउने छ हैन। अब 3% छुट्याइहाल्यो भनेपछि अब जेनरल पब्लिकलाई कतिजना पर्ला, अब जेनरल पब्लिकलाई कतिजनालाई पर्ला भन्ने सम्बन्धमा चाहिँ 44,139 जनालाई 10 किता आइपिओ पर्छ भने एकजनालाई थप एक किता गरेर 11 किता पर्ने भयो हैन। र यसले 2% मात्रै छुट्यायो भने चाहिँ 4,55,185 किता चाहिँ जेनरल पब्लिकको लागि यसले निष्कासन गर्नेछ भने अब 45,518 जनालाई चाहिँ 10 किता आइपिओ पर्ने भयो भने 5 जनालाई चाहिँ थप एक किता गरेर 11 किता कम्पनी आइपिओ पर्ने छ हैन। अब यसले चाहिँ कम्पनी कर्मचारीलाई कति छुट्याउँछ भने कन्फर्म नभएको आधारमा चाहिँ यो भाग हो हैन। अब 2 देखि 3% सम्म छुट्याउला 27,587 देखि अब 41,341 कितासम्म छुट्याइसक्छ हैन। अब त्यसपछि जेनरल पब्लिकको लागि 4,41,395 देखि 4,55,185 कितासम्म छुट्याउने छ र प्राप्त गर्ने भनेको चाहिँ 44,139 जनादेखि 45,518 जनासम्मले चाहिँ यो कम्पनीको चाहिँ आइपिओ प्राप्त गर्ने छन्। एकदम थोरै जनालाई मात्रै पर्ने छ हैन। अब 3% छुट्याइहाल्यो भने चाहिँ 44,139 जना 10 किता आइपिओ पर्ने छ र थप एक जनालाई चाहिँ एक किता गरेर 11 किता पर्ने छ भने 2% मात्रै छुट्यायो भने त 45,518 जना 10 किता आइपिओ पर्ने छ र बाँकी रहेका 5 जनालाई चाहिँ थप एक किता गरेर 11 किता कम्पनी आइपिओ पर्ने छ हैन। अब तपाईले धेरै किता चाहिँ अप्लाई गर्नु परेन। वैदेशिक रोजगारतर्फ पनि न्यूनतम 10 र धेरैमा 20 किता मात्रै दिनु पर्यो हैन। जेनरल पब्लिकमा पनि त्यही हो, धेरैमा चाहिँ 20 कितासम्म हैन। अब कममा भनेको 10 कितासम्म मात्रै अप्लाई दिनु पर्यो। अब केही समय पछाडि हैन 2-4 दिन पछाडि यो कम्पनीले चाहिँ पहिलो चरणको आइपिओ निष्कासनको मिति फिक्स गर्नेछ हैन। अनि त्यसपछि पहिलो चरणको आइपिओ बाँडफाँड भइसके पछाडि अब दोस्रो चरणमा भनेको जेनरल पब्लिकको लागि यसले निष्कासन गर्नेछ हैन। अब यो कम्पनी आइपिओ कहिलेसम्म आउला भन्ने सम्बन्धमा कुरा गर्ने हो भने यसको चाहिँ लगभग पुसको तेस्रो हप्तासम्म यो कम्पनीको चाहिँ आइपिओ आइसक्छ है जेनरल पब्लिकको लागि। यति नै थियो आजको अपडेट। भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नबिर्सनु होला। भिडियो मन परेको छ भने एक लाइक अवश्य गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ र तपाईँले च्यानललाई अझै पनि सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब, भिडियोलाई लाइक पनि गरिदिनु। भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।